आइपिएल 2026 स्टार्ट भयो। आइपिएल 2026 को फर्स्ट गेम आरसिबी भर्सेस एसआरएच को गेम ब्याङ्गर स्टार्ट भयो हैन। आरसिबीले पहिलो टस जितेर चाहिँ पहिलो बलिङको चुज गर्यो। पहिलो बलिङ चुज गरिसकेपछि एसआरएच को पहिलो ब्याटिङ आयो, जसमा चाहिँ अभिषेक शर्मा, ट्राभिस हेड दुईटैलाई चाहिँ आरसिबी को डेब्युटेन्ट जेकब डफीले विकेट लियो। समरीको कुरा गर्नु पर्दाखेरि चाहिँ सनराइजर्सबाट चाहिँ ईशान किसान बबाल एउटा साइडबाट विकेट झरेको झरेछ, अर्को साइडबाट ईशान किसानले चाहिँ बबाल ब्याटिङ गर्यो। 80 नट आउट फ्रम 38 बल्स ओन्ली, 200 प्लसको स्ट्राइक रेटले ब्याटिङ गर्यो। त्यसपछि लास्टमा फिनिसिङ टच चाहिँ अनिकेत वर्माले गर्यो र चाहिँ यो सब गर्दा गर्दा चाहिँ एसआरएच बल्ल बल्ल गरेर 201 रनसम्म पुग्यो र 202 को टार्गेट चाहिँ आरसिबीलाई दियो। 202 को टार्गेट चाहिँ आरसिबीले एकदम स्मुथली, फर्स्ट विकेट चाहिँ छिटो झर्यो हो हैन। फर्स्ट विकेट झर्ने बित्तिकै चाहिँ पडिक्कल र पाटीदार, देवदत्त पडिक्कल र विराट कोहलीको 100 मार्क्स के अरे 100 रन्सको चाहिँ पार्टनरसिप हुँदाखेरि चाहिँ गेम वान साइडेड भयो र फिनिसिङ टच चाहिँ टिम डेभिड र विराट कोहलीले गरेर चाहिँ यो गेम चाहिँ उनीहरूले 6 विकेटले जित्यो 15.4 ओभर्समा। बबाल र मेरो प्रेडिक्सन पनि राइट भएको छ हैन। अबदेखि चाहिँ हामीहरूले चाहिँ यतातिर चाहिँ हामीहरू प्रेडिक्सन राख्ने गर्छौँ र ओभरअल आइपिएल गरेको 74 म्याचेसमा चाहिँ कतिवटा प्रेडिक्सन मिल्ने रहेछ त्यसै गर्छौँ है त।